यो आजको भिडियो चाहिँ म पापासँग बनाउन गइरहेको छु। यहाँ चाहिँ के भन्दा चाहिँ अहिले हाम्रो हिजो गोरु हाम्रो बारी जोतिसक्यो र हलोको यो छोटो इन्ट्रोडक्सन एउटा भनौँ न जानिराख्नुको लागि के भन्छ यो हलोको पार्टहरूलाई। किनभने अहिलेको मसिनो भाइ बहिनीहरूलाई कतिलाई थाहै छैन होला हलो भनेको के हो, कसरी के काम गर्छ। यो चाहिँ अगाडि दुईटा गोरुले तानेर यसले चाहिँ यसरी यो बारीलाई जोत्ने सामान हो। यो चाहिँ उहिलेदेखि प्राय यो हलो धेरै सेपमा आउँछ। मधेसतिर फलामकोहरू चलाउँछ, तर हाम्रो यो नेपाली जातिहरूले चलाउने हलो चाहिँ यही हो, पहाडे हलो चाहिँ है। र पापाले भनिदिनु त के भन्छ यसलाई चाहिँ? यो जसरी मान्छेको शरीर चाहिँ सबै अङ्ग भएर एउटा शरीर बनिन्छ र त्यसलाई चाहिँ मान्छे भनिन्छ। त्यसै गरी यो हलो पनि, यो हलो मात्र नभएर यहाँ धेरै सामानहरू मिलेर एउटा हलो बनिएको छ। जस्तै मैले यो समातेकोलाई चाहिँ हरिस भन्छ। हरिस र यो हलो जुन जोत्ने हलोलाई टाइट पार्न कसिलो बनाउनुको लागि चाहिँ के भन्छ भने यसलाई चाहिँ पाटी भन्छ। पाटीले चाहिँ हरिस र हलोलाई एकदम कसिलो राख्छ। त्यसपछि यहाँदेखि माथि टुप्पामा हेर्नुपर्छ, त्यसलाई ठेडी भन्छ। यो चाहिँ हल्लुड अल्झाउने ठेडी हो। यो एउटै हरिसमा दुईटा ठेडी लाग्छ, हल्लुड अल्झाउने एउटा अनि तल हलोको काठ अल्झाउने एउटा, दुईटा ठेडी लाग्छ। र एउटा पाटी सँगै यो हलोमा चाहिँ टाउकोमा छेडेर अनौ बनाइन्छ है। यसलाई चाहिँ अनौ भन्छ, जुन चाहिँ अब यो चाहिँ अब हलो समातेर हलीले यता र उता चलाउन सजिलोको लागि यो चाहिँ अनौ हो। गाडीको हो भने चाहिँ यसलाई चाहिँ स्ट्रिङको काम गर्छ। अनि यसलाई यो फलामको देख्दैछ, यो फलामलाई चाहिँ फाली भन्छ। फाली, यो फालीले चाहिँ के गर्छ भने जस्तो चाम्रो माटोलाई पनि जोत्ने र यो हलोको टुँडो, हलोको काठलाई जोगाउने काम गर्छ। अनि यो यसलाई चाहिँ करुवा भन्छ। यो दुईपट्टि यसरी राखिएको छ, दुई ठाउँ ठोकिएको छ। यो चाहिँ करुवा हो। यो करुवाले हलोको काठ र फालीलाई बलियो बनाएर यसले बलियो बनाउँछ। यसको पछाडि पनि होला, पछाडिकोलाई पनि ठेडी नै भन्छ। यो चाहिँ हलो अल्झाउने ठेडी हो। यो हलो अल्झाउनुको लागि चाहिँ यो पाटी र ठेडी दुईटा मिल्नुपर्छ, अनि मात्रै यो हलो तयारी हुन्छ। अझ यसमा हाम्रो पहाडे हली हो, पहाडे हलो हो। जुवा चाहिँ छैन अहिले है? जुवा छैन, जुवा चाहिँ हलीले लगेर गयो। जुवाको चाहिँ के जोतारो र? जुवाको लागि चाहिँ अब एउटा काठमा दुईटा, अब चारवटा दुलो हुन्छ। चारवटा दुलोमा अब दुईवटा सोइला भन्छ, गोरुको काँध अल्झाउने, घिच्रो अल्झाउने। र त्यसमा दुईवटा सोइला लगाएको हुन्छ दाहिने देब्रेमा, एकवटा गोरुलाई अल्झाउनुको लागि। त्यसमा चाहिँ डोरी पनि लाग्छ, त्यो डोरीलाई चाहिँ जोतारो भन्छ। जोतारो हो। अनि अरू त्यो जुवामा चाहिँ त्यति साह्रो छैन कुनै। यो हलोमा चाहिँ धेरै कुरा मिलेर हलो बनिन्छ। हुन्छ, धन्यवाद पापा।